ए दाइ त्यो कोल्ड रुममा पोर्क भयो जस्तो लाग्थ्यो के बनाउँ न दाइ हिजो बेलुका पनि केही खाएन यस्तो निन्द्रा खोल्ने पिरो अमिलो टक्क बनाउँ न दाइ हो र भाइ ल टेन्सनै नगर तिम्रो लागि म भियतनामिज बान्मी बनाइदिइहाल्छु नि भाइ मेरो स्टाइलमा तिमीलाई बान्मी बनाएर खिलाइदियो अमिलो पिरो ल भियतनामिज बान्मीको लागि ज्यारिस भाइलाई रोस्ट पोर्क हालिदिन्छु है बब्बाल जुसी रोस्ट पोर्क छ हामीसँग त्यसपछि पिकल्ड ओनियन छ मसँग पिकल्ड ओनियन हल्का हालिदिन्छु त्यसपछि मसँग सिराचा आइली अथवा चिल्ली आइली अथवा लाइम आइली छ त्यसलाई माथिबाट हल्का ड्रिजल गरिदिन्छु अब त्यसपछि हामीसँग पिकल क्यारोट छ पिकल क्यारोट हालिदिन्छु है त्यसपछि पिकल कुकुम्बर छ पिकल कुकुम्बर अब त्यसपछि फ्रेस कोरिएन्डर अनि त्यसपछि गएर फ्रेस रेड चिल्ली है त यति भएपछि ज्यारिस भाइको लागि सिम्पल एन्ड इजी पोर्क बान्मी रेडी भयो है त गाइज तिम्रो बान्मी रेडी भयो हो भनिसक्यो थ्याङ्क यू दाइ यति भएपछि रेडी भयो हाम्रो पोर्क बान्मी अब सजिलो छैन त गाइज यस्तै मिठो अमिलो पिरो टक्क लाएर बान्मी बनाएर खानको लागि